ककनी गाउँपालिका वडा नम्बर 1 ओखरपौवा बोलामी समुदायको महान शक्तिपीठको रूपमा स्थापित यस श्री महालक्ष्मीको पावन भूमिमा चाहिँ यसमा यहाँहरूले देख्न सक्नुहुन्छ यति बेला यता माथिको मन्दिरको दृश्य महालक्ष्मी। यसैगरी यो चाहिँ पूजा आराधनामा निस्किनु भएका महानुभाव भक्तजनहरूको लागि भनेर बनाइएको। यता माथिको हेर्न सक्नुहुन्छ श्री भवानी माध्यमिक स्कुल जानेर मैले आफ्नो शिक्षा ग्रहण गरेको थिएँ। यो भन्दा पहिला यी बिल्डिङहरू सामान्य रूपमा मात्र थिए, अहिले पुनः विकास भएर चाहिँ राम्रो अवस्थामा आइपुगेको छ। यो चाहिँ हेर्नुस् महालक्ष्मी मन्दिर बोलामी समुदायको महान शक्तिपीठको रूपमा स्थापित यस महालक्ष्मी मन्दिरमा चाहिँ वर्षको एकचोटि महान मेला पर्व लाग्ने गर्दछ, जुन कार्तिक शुक्ल पक्षमा पर्ने गर्दछन्। सम्पूर्ण साथीहरू मित्रजनहरू एवं यस दृश्यलाई हेरिरहनुभएका सम्पूर्णले महालक्ष्मीको दर्शन गरिदिनु हुन अनुरोध गर्न चाहे। यो महालक्ष्मी यो चाहिँ कागदी गाउँको नगमार बजार हेर्न सक्नुहुन्छ। सम्पूर्ण मित्रहरूलाई आज यस मन्दिरको दर्शन गर्नुहुन्न अवसर मिलेकोमा यहाँहरूले पनि दर्शन गरिदिन अनुरोध गर्न चाहे। हेर्नुहोस् माथिको महालक्ष्मी, त्यसैगरी यो चाहिँ महालक्ष्मी हो बोलामी समुदायको महान शक्तिपीठ, महान आस्था बोकेको भगवान श्री महालक्ष्मीको मूल मन्दिर यहाँबाट हेर्न सक्नुहुन्छ नगमार बजार। अनि उता पारीको डाँडा रानीवन डाँडा गाउँ।